सबैलाई म दार्जिलिङबाट प्रभाकर गुरुङ बोलेको अनि मेरो खास यो सन्देश चाहिँ जुन मेरो उद्देश्य छ यो मेरो सन्देश जुन मेसेज छ यो चाहिँ मेरो जति पनि नेपालमा बस्नु भएका मेरा दाजुभाइ दिदीबहिनी काका काकी मामा माइजू बाजे बोजू सबैको लागि यो मेसेज रहेको छ। अनि खास मेरो मेन रिजन छ खास मेरो मुख्य खास भन्नुपर्ने कुरा चाहिँ अहिले जति पनि दार्जिलिङमा भइरहेको है तपाईहरु बुझ्नुहुन्छ दार्जिलिङमा भइरहेको जुन आन्दोलन छ हैन अब त्यो छोड्दिउँ त्यो कुरालाई हैन त्यो भइरहेको छ त्यो कन्टिन्युस चलिरहेको छ। तर फिलहाल जुन युट्युबमा जो भिडियोस भाइरल भइरहेको छ त्यो भिडियो चाहिँ यस्तो रहेछ कि मैले हेर्नु त अस्तिदेखि नै हेरेको हैन अब म कतिवटा कुरा अब भन्नु सक्दिनँ तपाईहरुलाई हैन। र खास के रहेछ भने जुन सुश्री सीमा सुवेदी रहेछिन् हैन उहाँले चाहिँ अब नेपाललाई नेपाली भाषी जति पनि नेपालका जनताहरु हुनुहुन्छ उहाँलाई एकदम नराम्रो वर्डले के भनेको रहेछ इन्सल्टिङ गरेको रहेछ हैन। अनि मलाई के लाग्यो भने लु ठीक छ त्यसले भन्यो तर अब त्यसले गल्ती गर्यो हैन त्यसले अब त्यसको अब त्यसलाई अब उयो अलिकति अब त्यो कहाँको हो के हो को हो कसैलाई पनि थाहा छैन अझैसम्म त्यसको डिटेल्स थाहा पाउन सकेको छैन है हेर्नुस्। तर अब त्यसको पछि नेपालको जति पनि है जति पनि नेपालमा बस्नु भएका नेपाली भाषी नेपाली बासिन्दाहरु हुनुहुन्छ सबै त्यसको पछि त सबै लागेको रहेछ हैन। र मैले देखेँ युट्युबमा अब त्यसकै लागि तर मैले हेरेँ हैन लास्टमा अब दार्जिलिङको मान्छेहरुलाई जति पनि दार्जिलिङ बासिन्दा छ र तिनीहरुलाई अलिकति अब नराम्रो अब कुराहरु भनेको रहेछ हैन नेपाल तपाईहरुले। र मलाई लाग्यो कि मैले भन्दैछु तपाईहरुलाई नि यो चाहिँ गलत हो यो 100% गलत हो। त्यही कारणले म तपाईलाई के भन्न चाहन्छु भने है म त अब एउटा साधारण मान्छे तर एउटा अब म गोर्खाली हो हैन मेरो पनि अधिकार छ म पनि नेपाली हुँ हैन म भारतीय हुँ किनकि अब म मेरो जय भारत मेरो भारत माता की जय भन्छु किनकि मेरो पुर्खादेखि अब चलिरहेको पैसा गान्धीको पैसा चल्छ नेपालको पैसा चल्दैन अनि सबै कुरो चलिरहेको पुर्खादेखि चलेर अब हामी त भारतीय इन्डियन्स भयौं तर अब हाम्रो भाषी नेपाली है भाषा ल्याङ्ग्वेज र म गर्व गर्छु आफ्नो ल्याङ्ग्वेज प्रतिलाई र म गोर्खाली हो म त्यो पनि प्राउड फिल गर्छु हैन म गर्व गर्छु आफूलाई। तर अब तपाईहरुले नेपालको जति पनि अब भनेको रहेछ कतिले है कतिपय मानिसहरुले भनेको रहेछ कि तिमीहरु गोर्खाली हैनौ इन्डियन्स हौ तिमीहरु गोर्खाली त हामी हो नेपालमा हामी बस्ने जति पनि छ हामी गोर्खाली मलाई अलिकति लाग्यो किन हामी गोर्खाली हैनौ किन हाम्रो पनि तपाईहरुको जस्तै तपाईको इतिहासमा जोडिएको छ हामी पनि तपाईहरुको एउटा मुटुको टुक्रा हौ होइन भने तपाईहरु भन्नुस् हामी सबै कुरो तपाईहरुको मिलेको छ जातदेखि लिएर संस्कृति जति पनि चाडपर्वहरु छ तपाईहरु जस्तै मान्नुहुन्छ हामी त्यस्तै मान्छौ फरक के छ। तर किन तपाईहरु गोर्खाली हामीलाई भन्नु हुँदैन तिमीहरु गोर्खाली हैनौ भन्नुहुन्छ हामी गोर्खाली हो हामीलाई पनि गोर्खाल्यान्ड चाहिन्छ के गर्ने त तपाईहरुको पनि नेपाली आफ्नो नेपाल देश छ तर हामीलाई हाम्रो खै गार्जियन हामी कहाँको हौ हामीलाई पनि नागरिकता चाहियो हामीलाई पनि स्टेट चाहियो हाम्रो पनि अलग्गै जग्गा होस् ताकि हामीलाई नहेपोस् भनेर। जस्तै तपाईहरुको पनि त्यो सीमा सुवेदीले भनेको रहेछन् है कि नेपालीले यस्तो काम गर्छ यस्तो काम गर्छ तर यो गलत हो हैन। हाम्रो एउटा पछि अब कमाइको लागि हामी जे पनि गर्न तयार छौं किनकि हामी गोर्खाली हो हामी लाज मान्दैनौ हामी चोरेर ढाँटेर हामी कमाइ गर्दैनौ हामी आफ्नो मजबुरी गरेर हामी दुःख गरेर काम गर्ने हामी गोर्खाली हौं। जति पनि बर्डरमा बसिरहनु भएका हाम्रा गोर्खाली सैनिकहरु आफ्नो छाती फुलाएर देशको रक्षा गरिरहनु भएको छ त्यो बुझ्नुपर्छ तपाईहरुले हामी गोर्खाली हो हामी नेपाली हो तपाईहरु साथ दिने पक्षमा हुनुपर्छ तपाईहरु साथ दिनुपर्छ हामीलाई अहिले हामीलाई विरोध गरेर हामी माथि नै तपाईहरु दुश्मनी गरेर त फेरि हामीले कहाँबाट पाउँछौ गोर्खाल्यान्ड यति कति जना मरिसक्यो कति जना के भयो त्यसको जिम्मेदारी कसले लिने व्यर्थै उहाँको जिन्दगी त गयो त। त्यसै कारणले प्लिज म अरु कुरा त केही अब ज्यादा लामो भन्न सक्दिन हैन प्लिज है तपाईहरु मेरो कुरा सुनिदिनुहोस् है
प्लिज अब यो कुरा जति पनि त्यो सीमा सुविधा वगैरह कोले अब नेपाललाई भनेको रहेछ त्यो कुरा नमानेर छोडिदिनुहोस् त्यो कुरो। अब धेरै नै भयो होइन, तपाईँले भन्नुभयो, मैले पनि बुझेँ। प्लिज अब त्यो कुरा छोडिदिएर प्लिज हामीलाई सपोर्ट गरिदिनुहोस्। अहिले दार्जिलिङमा जति पनि सिचुएसन भइरहेको छ तपाईँहरूलाई थाहा पनि छैन होला सायद, त्यहाँ कतिवटा कुराको प्रब्लम छ, नेट पनि चलेको छैन, सिम कतिवटा बन्द भएको छ। म त यहाँ दिल्लीमा छु, दिल्लीबाट मैले हेरिरहेको छु नेटमा यस्तो रहेछ। मलाई आफ्नो देशको माया छ अनि मेरो तपाईँहरू नेपालको जति पनि नेपालीहरू सबै मेरो आफन्तहरू तपाईँहरूको पनि मेरो माया छ र म अब यहाँ काम गर्छु दिल्लीमा है। मलाई अब जति पनि दार्जिलिङमा भइरहेको छ अब म के गर्नु सक्छु र, म पनि त एउटा मजदुरीले एउटा आफ्नो जग्गा छोडेर अब यहाँ काम गरिरहेको छु। अब मेरो आफ्नो त छोडिदिउँ होइन। अब मेरो त्यही भन्न चाहन्छु प्लिज है, नेपालको जति पनि नेपाली 300 करोड नेपालीहरू बासिन्दाहरू, नेपाली बासिन्दाहरू, नेपाली भाषीहरू हुनुहुन्छ र उहाँलाई म यही मेरो मेसेज छ कि प्लिज तपाईँहरू होइन यो कुरालाई छोडिदिएर अब प्लिज हामीले सपोर्ट गरिदिनुहोस् होइन। हामी तपाईँलाई मान्छौँ, नेपाली हामी सबैलाई मान्छौँ होइन, इज्जत गर्छौँ तपाईँहरूलाई। हामी त्यस्तो भन्ने छैनौँ, त्यो सानो कुरालाई तपाईँहरू कोले भन्छ त्यस्तो कुरा सानो कुरालाई प्लिज तपाईँहरूले त्यो मनमा नराखिदिएर प्लिज हामीलाई सपोर्ट गरिदिनुहोस् होइन। जस्तै हाम्रो दार्जिलिङको एउटा दाजुले भनेको रहेछ एउटा बोरामा आलु कुहियो अरे होइन, तर त्यो 2-3टा लु कुहिएला, तर सबै त कुहिएको हुँदैन नि त। त्यसै कारणले त्यो कुहिएको आलुलाई फ्याँकिदिनुपर्छ हामीले। त्यो पुरानो जति पनि सीमा सुविधा के हेरेको त्यो कुनै त्यो कहाँको के हो कसैलाई थाहा छैन, त्यो पछि थाहा हुन्छ र त्यो कुरा छोडेर प्लिज हामीलाई सपोर्ट गरिदिनुहोस् होइन। अब म अब यति भन्न चाहन्छु होइन, किनकि अब मेरो समय अब यति नै छ र म यति नै भन्दै म तपाईँहरूसँग बिदा लिन चाहन्छु र मेरो जय भारत, भारत माता की जय अनि जय नेपाल, सबैलाई नमस्ते मेरो।